हेलो साथीहरू, मेरो नाम हो महेश र आज चाहिँ हामी godunlock.com मा कसरी आफूलाई रजिस्ट्रेसन गर्ने र कसरी फ्री फायर टपअप गर्ने भन्ने बारेमा सिकाउँदैछौँ है त। godunlock.com यसरी टाइप गर्नुस् कुनै पनि मोबाइलको ब्राउजर या फेरि क्रोममा। यसरी तपाईहरुले क्लिक गरिसकेपछि यहाँनिर तपाईहरुको लागि यसरी एउटा पेज खुल्नेछ। जब यो पेज खुलिसक्छ तपाईहरुले यहाँनिर हेर्न सक्नुहुन्छ लगइन र रजिस्टरको लागि एउटा ट्याब रहेको छ। यसमा तपाईहरुले क्लिक गर्नु होला। यसरी क्लिक गरिसकेपछि यहाँनिर लगइनको लागि अलरेडी तपाईहरुले रजिस्टर गरिसक्नु भएको छ भने डाइरेक्टली लगइन गर्न सक्नुहुन्छ र जसले लगइन गर्नु भएको छैन उहाँहरुले यहाँनिर रजिस्टर ट्याबमा क्लिक गरेर आफ्नो नेमहरु यसरी एड गर्न सक्नुहुन्छ है। यसरी नेमहरु एड गरिसकेपछि तपाईहरुले यहाँनिर आफ्नो इमेल राख्नु होला। मैले इमेल राखिसके। त्यसपछि यहाँनिर तपाईहरुलाई कन्ट्याक्ट नम्बर राख्नको लागि भन्छ र यो कन्ट्याक्ट नम्बरलाई पनि तपाईहरुले एड गरिदिनु होला। यति गरिसकेपछि यहाँनिर पासवर्डको लागि क्वेशन सोधेको हुन्छ। सो तपाईहरुले पासवर्ड पनि फिल गरिदिनु होला र सबैभन्दा ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ हाम्रो करेन्सी चुज गर्नको लागि। यदि इन्डियातिर हुनुहुन्छ भने तपाईहरुले इन्डियन रुपीज चुज गर्नु होला, नत्र भने नेपालको लागि नेपालीज रुपीज चुज गर्नु होला। यसरी चुज गरिसकेपछि तपाईहरुले यहाँबाट डाइरेक्टली रजिस्टर गर्न सक्नुहुन्छ। यसरी रजिस्टर को लागि तपाईहरुले अप्लाई गरिसकेपछि तपाईको जीमेल मा चाहिँ एउटा कोड आउने हुन्छ जस चाहिँ वन टाइम पासवर्ड हो र त्यो भेरिफिकेसन कोड को चाहिँ लागि तपाईहरुले आफ्नो सेम इमेल खोलेर त्यहाँ भित्र रहेको कोडलाई कपी गर्न पर्ने हुन्छ। यसरी कपी गरिसकेको इमेललाई तपाईहरुले यहाँनिर पेस्ट गरिदिनु होला र आफ्नो अकाउन्टलाई एक्टिभेट गर्नु होला। यसरी अकाउन्ट एक्टिभेट भइसकेपछि तपाईहरु डाइरेक्टली लग्ड इन हुनुहुन्छ। त्यसपछि तपाईहरुलाई चाहिने सम्पूर्ण आइटमहरु चाहिँ यहाँनिर तपाईहरुलाई उपलब्ध गराइएको छ। सो तपाईहरुले यसलाई एक बाइ एक गरेर चेक गर्न सक्नुहुन्छ। कति पैसा पर्ने रहेछ, के पर्ने रहेछ, सम्पूर्ण कुराहरु तपाईहरुले यहाँ ध्यान दिएर गर्न सक्नुहुन्छ। यसरी तपाईहरुले गरिसकेपछि अर्डरको लागि जस्ट क्लिक गर्नु होला।